माया ओसिएर हो दाइ र भाउजू केक काट्दै ल ह्यापी बर्थडे भनौँ ल दाइको माया ओसिएको जस्तो छ त हौ के हो अलि नजिक बस्नु नि हौ छ्या अलिक यस्तो ढल्काउनु बिमला ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे ह्यापी प्रिया ताली छोरा हाँसेर फेरि यानी होस् आयो ल बर्थडे अब आयो पुरै गर्नु त कस्तो गर्नु मन लाग्यो त मलाई त दुईजनाले ल ल जन्मदिनको धेरै धेरै शुभकामना बिमला दी थ्याङ्क यू सधैँ खुसी हुनु अब कसरी चाहिँ फेरि कति सानो लु काटेर हाम्रो दाइले भाउजूलाई मै छु त गिफ्ट किन लु भयो त मै छु जी खाने हुनु पर्यो नि होइन अनि अब उता दाइलाई दिनु हो खै मेरो भान्जालाई अब मम्मीलाई पनि देख केक कम्ती मिठो छैन मेरो आमै ज्ञानी हुनु अरे ज्ञानी हुनु ज्ञानी छ त मम्मी यो भन्दा ज्ञानी चाहिएको यो भन्दा ज्ञानी हुनलाई के हुनुपर्छ भान्जा काट्दा चाहिँ फर्सी जस्तो काट्छ चुच्चो निकाल न आफ्नो स्वर मात्रै सुन्यो त हो हाम्रै स्वर मात्र अन्त ढिलाउनु भयो नि हामी त्यत्रो रमाइलो गर्यो रमाइलो हिँड्दै गरेको तल काटो नै त्याग्नु होला ल ल दिदी के खानु पहिला के खानु नारुतो खानु तपाईहरु खानु आशीर्वाद दिन्छु म लु भाग्यमा नि मेरो भाउजू ज्ञानी हुनु मेरो संस्कारले भोलिपल्ट पाल्छ दाइलाई सधैँ गर्नु न बुद्ध दाइलाई सधैँ साथ दिनु मिलाएर दिनु थ्याङ्क यू सो मच ल ल सधैँभरि हाम्रो माया यस्तै भयो